घरमा सुन्दरता बढाउने चिज नै हो प्लान्ट है र गुड मर्निङ साथीहरू। अस्तिको हप्ता सोमबार चाहिँ मैले 3-4वटा प्लान्ट साथै फुलहरू किनेर लिएको थिएँ र आज चाहिँ म त्यसलाई पटतिर सार्दैछु है र हजुरहरूले यहाँ देख्न सक्नुहुनेछ यो चाहिँ हो गोदावरी फुल र यसलाई चाहिँ इङ्ग्लिसमा क्यारिसेन्थेमम फ्लावर भनिन्छ र यो चाहिँ मैले 3टा भेराइटिज कलर लिएको छु येल्लो, व्हाइट, पिङ्क है। अनि यसको प्लास्टिकको पट चाहिँ मैले एकदमै जोगाएर निकाल्दैछु किनभने यो हामीले डबल युज गर्न सकिन्छ है र यो अर्को प्लान्ट हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यसको नाम चाहिँ हो रबर प्लान्ट र यो चाहिँ हो इन्डोर प्लान्ट र यो चाहिँ मलाई एकदमै लिनु मन परेको थियो है। त्यसपछि अर्को यो फिटोनिया प्लान्ट अनि त्यसपछि यो प्लान्ट चाहिँ म जत्रै भइसकेको थियो र यसलाई चाहिँ म ठुलो पटमा सार्दैछु है र यो चाहिँ मेरो पहिल्यै घरमा थियो है र यसलाई चाहिँ मैले बलुवाहरू लगाएर माटोहरू लगाएर यसमा ठुलो पटमा सारेँ है। र त्यस पछाडि अर्को आयो यो प्लान्ट फिलोडेन्ड्रोन प्लान्ट है र यो प्लान्ट पनि मलाई एकदमै लिनु मन परेको थियो है र साथीहरू यति नै भन्दै मेरो यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नुहोस् होला। साथै हजुरहरू पनि प्लान्ट लभर हुनुहुन्छ भने चाहिँ कमेन्ट अवश्य नै गर्नुहोस् होला। अहिलेको लागि चाहिँ बाई बाई।